सम्पूर्णमा नमस्ते। आज 2026 विश्व वातावरण दिवसको अवसरमा आज हामी कपिलवस्तुको साथीहरू आज हामी यो वृक्षारोपण गर्ने र हाम्रो वातावरणलाई सफा सुन्दर र स्वच्छ राख्नको लागि सबैभन्दा सुरुमा हामीले बिरुवा नै प्लान्टेसन गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले हाम्रो साथीहरूको टिमले अहिले हामी यो तौलियामा रहेको बुद्ध पद्म उच्च माध्यमिक विद्यालयमा हामीले वृक्षारोपणको कार्यक्रमहरू गरिरहेका छौँ भने अब हामीले यो वृक्षारोपण कार्यक्रम गरे लगत्तै हामीले यस वरिपरि रहेको ठाउँहरू पनि सफा गर्नेछौँ र जसले एउटा यस्तो सन्देश दिनेछ कि वातावरण स्वच्छ राख्यौँ सफा राख्यौँ भने नै प्रकृतिले हामीलाई जिन्दगीभरि सधैँभरिको लागि साथ दिनेछ भन्ने पनि विश्वास लिएका छौँ। यति भन्दै यो बिरुवामा पानी हाल्नु हुने आदरणीय यस युथ टिमका अध्यक्ष यस कार्यक्रमलाई आर्थिक रूपमा सहयोग गर्नुहुने युवाहरूको सबैभन्दा ठुलो आश र भरोसा विश्वास बोक्नुभएका आदरणीय दाजु रूपक बानियाज्यूलाई पनि म यसै कार्यक्रम र यसै स्थान मार्फत विशेष धन्यवाद दिन चाहन्छु। उहाँको यो अग्रसरता, उहाँको यो त्याग समर्पण र उहाँको जुन यो सङ्घर्ष छ यो सधैँभरि यस ठाउँको लागि, यहाँका जनताको लागि र यहाँको वातावरणको लागि सधैँ अग्रसर भूमिकामा रहनुहुनेछ भन्ने कुराको पनि हामी युवा साथीहरूले विश्वास लिएका छौँ। यो वातावरण जोगाउने हामी सबैको आफ्नो दायित्व छ र सानो ठाउँबाट नै हामीले सुरु गर्नुपर्छ भन्ने उद्देश्यका साथ आज हामीले यो बोट बिरुवाहरू लगाउँदैछौँ। मलाई आशा छ यस जिल्लामा रहनुभएका साथीहरू जो जति पनि हुनुहुन्छ सबैले आफ्नो ठाउँबाट थोरै पनि मेहनत गरिदिनु भयो भने भविष्यमा यो हाम्रो वातावरणलाई हरियो बनाउनलाई कुनै पनि शक्तिले रोक्ने छैन भन्ने कुराको पनि विश्वास लिएका छौँ। मलाई आशा छ सम्पूर्ण साथीहरूले आफ्नो क्षेत्रमा यसै गरी एकजनाले एउटा रुख भए पनि रोपिदिनु भयो भने पनि भविष्यमा यो कुराले धेरै ठुलो असर गर्ने हुन्छ। म दाइहरूलाई विशेष धन्यवाद दिन्छु जसरी आज आफ्नो कार्यव्यस्ततालाई ध्यानमा नराखी हाम्रो यो कार्यक्रमलाई सफल बनाउनको लागि भनेर विभिन्न साथीहरू उपस्थित हुनुभएछ। यी भाइ मैले देखिरहेको छु यहाँ भाइ बहिनीहरू हुनुहुन्छ, विद्यार्थी भाइ बहिनीहरू, यता सरहरू हुनुहुन्छ, जे जसरी जसले आफ्नो समय दिनुभएको छ म सम्पूर्ण छोटो र मिठो मन्तव्य राखिदिनको लागि चाहिँ युवा व्यवसायी सुदीप भुषालज्यूलाई मैले हार्दिक धन्यवाद। यस कार्यक्रमको सञ्चालक आदरणीय मोहित मिश्राज्यू, यस कार्यक्रमका अध्यक्ष युनिक एग्रो सेन्टर एन्ड रूपक भेट फार्मको सञ्चालक आदरणीय रूपक बानियाज्यू, यही स्कुलका प्रधानाध्यापक सर, शिक्षक शिक्षिका सर म्यामहरू, उपस्थित सम्पूर्ण युवा साथीहरू र यहाँ उपस्थित सम्पूर्ण भाइ बहिनीहरूमा म सुदीप भुषालको तर्फबाट हार्दिक नमस्कार एवं न्यानो माया टक्राउन चाहन्छु।